जति मेहनत गर्दा जति कमाउँदा पनि घर र परिवारमा जस नपाउने म मात्र किन होला? यो खाली गुनासो जस्तो मात्रै सुनिन्छ होला, तर यो त मनभित्रै घोच्ने पीडा हो क्या। जब आफूले दिएको समय, गरेको मेहनत, त्यो समर्पणको बदलामा खाली उपेक्षा मात्रै मिल्छ नि, मन त दुख्छ नि। आज हामी यही अलि धेरैले नै अनुभव गर्ने तर एकदमै व्यक्तिगत लाग्ने भावनालाई ज्योतिषीय कोणबाट अलिकति केलाउने प्रयास गर्दैछौँ। हाम्रो छलफलको मुख्य आधार चाहिँ मेरो नेपाल मोबाइल एपमा भएको जानकारी र गणना विधि हो। त्यो एपमा तपाईँले आफ्नो जन्ममिति अनुसारको व्यक्तिगत एकदमै सही राशिफल पनि निशुल्क हेर्न सक्नुहुन्छ। हो, जीवनमा यस्ता थुप्रै जटिलताहरू आउँछन्। ज्योतिषशास्त्रले चाहिँ तिनलाई एउटा फरक, अलि गहिरो दृष्टिकोणबाट बुझ्न मद्दत गर्छ। तपाईँले भन्नुभएको यो जस नपाउने अनुभव छ नि, यो ग्रह, नक्षत्र अनि हाम्रो आफ्नै कर्मको पनि एउटा अन्तर्सम्बन्धको नतिजा हुन सक्छ। हेर्नुस् न, जीवनमा 3 कुराको प्रभाव हुन्छ। प्रारब्ध कर्म, मतलब हामीले लिएर आएको भाग्य, अनि क्रियमाण कर्म, जुन हामी अहिले गरिरहेका छौं, र तेस्रो ईश्वरीय कृपा वा ग्रहहरूको प्रभाव भनौँ न। जस्तो शनि ग्रहलाई कर्मफलदाता भनिन्छ, कर्मको फल दिने न्यायाधीश। उहाँले ढिलो गर्नुहोला, तर न्याय चाहिँ गर्नुहुन्छ। त्यसैले एउटा कुरा के पनि हुन सक्छ भने तपाईको मेहनतको फल आउने ठ्याक्कै समय नभएको पो हो कि, अथवा कतै कुनै ग्रहको बाधा पो आइपरेको छ कि। निकै गहिरो कुरा। मतलब बाहिर देखिने कुराले मात्रै होइन, हाम्रो भित्री ग्रह नक्षत्रको स्थितिले पनि मान सम्मानमा असर पार्ने भयो, होइन त? बिल्कुल। ज्योतिषमा मान सम्मान, यश, कीर्तिको कुरा गर्दा हामी केही ग्रहहरू हेर्छौं, जस्तो सूर्य, जसले आत्मविश्वास दिन्छ, चन्द्रमा, जसले मन र अरूको स्नेह देखाउँछ, अनि बृहस्पति, जसले ज्ञान र शुभ प्रसिद्धि दिन्छ, अनि शुक्र ग्रह, जसले आकर्षण र सम्बन्ध हेर्छ। यी ग्रहहरू बलिया भए राम्रो हुन्छ। तर ठिक उल्टो, यदि कुण्डलीमा शनि वा राहु जस्ता ग्रह अलि हावी छन्, वा चन्द्रमा कमजोर छ, पीडित छ, अथवा ग्रहण योग बनेको छ, मतलब सूर्य वा चन्द्रमासँग राहु केतु बसेको छ, वा झन केमद्रुम योग छ भने, केमद्रुम योगमा चन्द्रमा एक्लै हुन्छ के, त्यसको अघि पछि कुनै ग्रह हुँदैनन्। यस्तो योग भयो भने मान्छे जति नै सक्षम, जति नै मेहनती भए पनि उसलाई भावनात्मक एक्लोपन, मतलब कसैले साथ नदिएको जस्तो, कदर नपाएको जस्तो महसुस हुन सक्छ। कहिलेकाहीँ त यो योगले अरू राम्रा योगको फल पनि काटिदिन्छ। एकदमै धेरै मेहनत गर्दा पनि अपयश, बदनामी जस्तो। हो, यो एउटा ज्योतिषीय कारण हुन सक्छ। यो त साह्रै महत्त्वपूर्ण जानकारी भयो। अनि घरमा जस नपाउनु र काम गर्ने ठाउँमा पनि त्यसको असर देखिनु, यसमा केही सम्बन्ध छ ज्योतिष अनुसार? छ, सिधा सम्बन्ध छ। कुण्डलीको चौथो घरले हाम्रो घर, परिवारको सुख, मनको शान्ति, आमासँगको सम्बन्ध जस्ता कुरा जनाउँछ। अब मानिलिनुस् त्यो चौथो घरमा शनि जस्तो अलि कडा ग्रह बस्यो भने घरको वातावरण अलि बोझिलो जस्तो हुन्छ। सम्बन्धहरूमा न्यानोपन भन्दा औपचारिकता बढी देखिने, मनको कुरा खुलेर भन्न नसकिने, एक किसिमको दूरी महसुस हुने। अनि 10औं घरले हाम्रो कर्मक्षेत्र, हाम्रो काम, हाम्रो सार्वजनिक छवि, प्रतिष्ठा देखाउँछ। रमाइलो कुरा के छ भने चौथो घरमा बसेको शनिले सिधै 10औं घरलाई हेर्छ। यसको अर्थ के हुन्छ भने घरभित्रको त्यो असन्तुष्टि, त्यो अशान्तिले गर्दा बाहिर काममा पाउने जस, प्रतिष्ठामा पनि असर परिरहेको हुन सक्छ। घरको तनावले काम बिग्रिने के। हो। ग्रहको ठाउँ मात्रै होइन, ग्रहको दशा, मतलब समयले पनि त फरक पार्छ होला नि। दशा चलेको छ भने, अथवा शनिको 7.5 वा 2.5 जस्तो अलिक कठिन समय चलिरहेको छ भने गरेको कामको जस मिल्दैन, बाधा अड्चन धेरै आउँछन्। यो एक किसिमको परीक्षाको समय जस्तै हो के। तर राम्रो कुरा के हो भने यो दशा सधैँ रहँदैन। समय त बदलिन्छ नि, होइन? दशा फेरिएपछि स्थितिमा सुधार पक्कै आउँछ। आफ्नो अहिले कुन दशा चल्दैछ, त्यसको असर कस्तो छ भन्ने कुरा चाहिँ मेरो नेपाल एपमा आफ्नो निशुल्क कुण्डली बनाएर हेर्न सकिन्छ। त्यहाँ सबै विवरण हुन्छ।
हो त नि, यी सबै ग्रह, घर, योग, दशाको कुरा त निकै जटिल रहेछ। व्यक्तिगत कुण्डली नै हेर्नुपर्ने भयो। यस्तै व्यक्तिगत जानकारी र सल्लाह लिन मेरो नेपाल एप साँच्चै उपयोगी हुन सक्छ जस्तो लाग्यो। त्यहाँ निशुल्क कुण्डली बन्छ रे अनि मनमा लागेको खास प्रश्न सोधेर तुरुन्तै ज्योतिषीय जवाब पनि पाइन्छ रे। अनि अर्को कुरा, कतिखेर सपनाले पनि केही भन्न खोजिरहेको हुन्छ नि, होइन? एपमा त सपनाको फल पनि तुरन्तै थाहा पाइने सुविधा छ रे, त्यो पनि निशुल्क। हो, यी जानकारी त छँदैछन्। साथै केही सरल उपायहरू पनि छन् जसले सकारात्मक ऊर्जा बढाउन र ग्रहको नराम्रो असर कम गर्न मद्दत गर्न सक्छन्। जस्तो सूर्यलाई जल चढाउने, चन्द्रमाको लागि शिवजीको पूजा गर्ने, शनिको लागि हनुमानजीको पूजा सेवा गर्ने, राहु केतुका लागि दुर्गा वा भैरवको उपासना गर्ने। यिनलाई खालि कर्मकाण्ड मात्रै नसम्झौ है, यिनीहरूको मानसिक र ऊर्जाको स्तरमा राम्रो प्रभाव पर्छ। अनि घरको वास्तुमा पनि ध्यान दिन सकिन्छ। सामान्य कुरा जस्तै घर सफा राख्ने, मूल ढोकामा स्वस्तिक बनाउने, तुलसी रोप्ने, यस्ता कुराले पनि घरमा सकारात्मक ऊर्जा ल्याउँछ। उपायहरू त गरौँला, तर पहिले आफ्नो अवस्थाको ज्योतिषीय कारण बुझ्नु पनि त जरुरी भयो नि है? हो, बिल्कुल। तपाईको यो जस नपाउने भावना पछाडि ग्रहको स्थिति, घरको अवस्था, चलिरहेको दशा अनि घरको वास्तु, यस्ता अनेक कारणहरूको एउटा जटिल मिश्रण हुन सक्छ। तर आशा चाहिँ नमार्नुहोस्। ज्योतिषले समस्या मात्र देखाउँदैन, समाधान र धैर्य गर्नुपर्ने बेला पनि बताउँछ। ग्रहको स्थिति, दशा सधैँ एकनास रहँदैन, बदलिरहन्छ। अन्तिम विचार, वास्तविक शान्ति, सन्तुष्टि अरूले दिने जसमा खोज्नुभन्दा पनि श्रीमद् भगवद् गीतामा भने जस्तै कर्म गर, फलको आशा नगर भन्ने कुरालाई मनमा राखेर, मतलब आफ्नो कर्म निस्वार्थ भावले गर्दै जाँदा पो भित्री आनन्द मिल्छ कि? यो गहिरो विचारलाई मनन गर्दै आफ्नो विशेष अवस्थाको सम्भावित ज्योतिषीय कारण पहिलाउन र थप स्पष्ट हुन मेरो नेपाल एप डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। त्यहाँ आफ्नो निशुल्क कुण्डली, विस्तृत राशिफल, ज्योतिषीय प्रश्नोत्तर, सपनाको फल जस्ता थुप्रै उपयोगी सुविधाहरू पाउनुहुनेछ।